Hello, it's me Kapil Durga. Welcome to my video. आज चाहिँ मैले होममेड चिकन अचार बनाउन लाग्यो। धेरै पछि बनाएको छु। लास्ट विक पनि बनाएको थिएँ। लास्ट विकको पनि ठिकै राम्रै भएको थियो। मैले त्यो ट्राई गरिरहेको छु कि कस्तो के गरेर हुन्छ, कस्तो गरेर हुन्छ बेस्ट बनाउँछु भनेर हैन। सो आज पनि चिकन अचार बनाउन लाग्छु। आज त मेबी आई थिंक 3 केजी जति छ होला। आज त्यो 2 डब्बा फुल बनाउनु भनेर चाहिँ रेडी गरिराखेको छु हैन सबै कुरा। यो मैले अदुवा चप गरेर राखेको अनि यहाँ चाहिँ लसुन र डल्ले खुर्सानीको पेस्ट हो यो चाहिँ। अनि यहाँ चाहिँ मैले के हालेछ भने मसलामा चाहिँ जिरा मसला अनि टेमुर अनि के हालेछ अरूको मैले नाम पनि भन्न आउँदैन हो। सिसिमी सीड हालेछ, त्यसपछि जन हालेछ अनि मेथी हालेछु मैले। यहाँ चाहिँ धेरै केही बनाएको छैन मैले चाहिँ। अनि यहाँ चाहिँ मैले म्यारिनेट गरेर राखेको चिकन हो, बोनलेस चिकन हो चाहिँ यो चाहिँ। बेसार र हल्का नुन हालेको छु। अनि यहाँ चाहिँ फ्राई गर्दैछु प्यानमा। म अचार पनि यो फ्राई गर्ने यसमै पकाउँछु, म सबै कुरा यसमै गर्छु हैन। सो त्यो मासु सबै फ्राई गरेर पनि अब अचार बनाउनु लाग्यो। त्यहाँ जिन्जर मैले उस गरिहालेँ, फ्राई गरेछ। अब यहाँ मसलाहरू हाल्छु म। त्यस्तो रातो बनाएको छैन, त्यही मैले गर्छु। यो धनियाँ सरको धुलो भइहाल्यो, पेस्ट भइहाल्यो। अनि सबै कुरा पेस्टहरू हालिसकेँ। त्यो म चाहिँ अब एकछिन भुट्छु यसलाई मजाले। यो अलिकति सुकाउँछु होइन, यो झोल जस्तो है। अनि बल्ल हुन्छ हाम्रो अचार चिकन अचार रेडी हुन्छ। अचार रेडी भयो। मैले यसमा चाहिँ जिरा मसलाको धुलो भइहाल्यो, त्यसमा भेनिगर हालेँ अलिकति। अनि त्यसपछि मैले कोरियन गोचुङजाङ हो के भन्यो त्यो हट पेपर पेस्ट ल्याएको थिएँ, त्यो पनि अलिकति हालिदिएँ। कस्तो हुन्छ भनेर मैले सबै कुरा हालेको छु ऱ्यान्डमली, कस्तो हुन्छ भनेर होइन। त्यो यहाँ हालिसक्यो। भेनिगर चाहिँ यहाँ छ, मैले भेनिगर अलिकति मात्रै हालेँ, धेरै हालेर अलिअलि मात्रै हालेँ। त्यसपछि धुलो पनि हाल्यो। आजको अचारको फाइनल लुक चाहिँ यही हो। अचार चिकन अचार। सो आजको भिडियो चाहिँ म यहीँ नै इन्ड गर्छु। हजुरहरूले लाइक सेयर कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला होइन। नयाँ हुनुहुन्छ भने सब्सक्राइब लाइक सेयर गरिदिनु होला होइन। सो तपाईँहरूको साथ सपोर्ट गरिदिनु होला मलाई।